बिग्दैन टमाटर कति छ टमाटरै बिग्दैन। हेलो साथीहरू नमस्ते, स्वागत छ अफिसियल गौतम ब्लग्समा। म आज एकदमै मेहनती सफल किसानसँग उहाँले गर्दै आउनुभएको खेती, तरकारी खेती र तरकारी खेतीमा के चुनौती छ र कतिको सन्तुष्टि हुनुहुन्छ तरकारी खेतीमा भन्ने बारे थोरै चर्चा परिचर्चा प्रत्यक्ष रूपमा गर्नेछौँ। कृपया भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। यदि तपाईहरूलाई कृषिसँग सम्बन्धित र गाउँको जीवनस्तरसँग सम्बन्धित भिडियो मनपर्छ भने यो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। नमस्कार हजुर। नमस्कार। स्वागत छ तपाईँलाई। धन्यवाद। हजुरको शुभ नाम चाहिँ? मेरो चाहिँ राजु लामा। हजुर राजु लामा। हजुरको घर यहाँ कुन ठाउँ हो? कुन ठाउँ? भीमफेरी पारी बजार भन्यो। पारी बजार भन्यो कडी डाँडा भन्छ हजुर। पारी बजार कडी डाँडा। हजुर। अहिले जस तपाईँ तरकारी खेती गर्नुहुन्छ? हजुर तरकारी खेती गर्छु। कति रोपनी जतिमा गर्नुभएको छ लगभग? तरकारी त लगभग त्यस्तै 3-4 रोपनी जति होला। 3-4 रोपनीमा चाहिँ खेती गरिरहनु भएको छ? 3-4 रोपनी छन् त 10 रोपनी छ। अरू चाहिँ मकैहरू छ। हजुर। अरू चाहिँ मकैहरू छ। अनि तरकारी खेती चाहिँ अब अहिले चाहिँ अब घरमा त्यति उ पनि छैन। हामी जम्मा दुईजना श्रीमती छ। छोराहरू हेटौँतिर छ उतैतिर होइन। हजुर। त्यही भएर अहिले चाहिँ दुईजनाले चाहिँ थोरै 3-4 रोपनी 6-7 टनेल जति अब यो बन्दा कौलेहरू गाजरहरू मुला सागहरू लाउनुहुन्छ? लाउँछ हजुर। कतिवटा टनेल छ तपाईँको? पहिले चाहिँ 9-10 जति टनेल थियो। हजुर। अहिले चाहिँ 6-7 छ। अहिले चाहिँ 7वटा टनेल छ। 7 टनेलमा अहिले मजाले व्यावसायिक रूपमा चाहिँ तरकारी खेती गरिरहनु भएको छ? तरकारी खेती गर्दा यो तरकारी खेतीमा चाहिँ कतिको सन्तुष्टि हुनुहुन्छ तपाईँ? तरकारी खेतीमा यो जुवा खेलेको जस्तो हो। हजुर हो। तरकारी खेतीमा चाहिँ तपाईँको तरकारी खेतीमा कुनै बेलामा घटै भाउ आउने बेलामा राम्रै हुन्छ। हजुर। कुनै चाहिँ अब भाउै हुँदैन बजारमा। बजारको भाउ नहुने भने किसानको आफै लगानी भन्दै कम हुन्छ। कहिले घाटामा पनि जान्छ यो। जस बजार व्यवस्थापन भएन, बजारको भाउ भएन भने चाहिँ घाटा पनि जान सक्छ। जान्छ अनि बजारको भाउ चाहिँ राम्रो भाउ ऊ भयो भने किसानलाई राम्रै हुन्छ। ठिकै हुन्छ। अब कतिको अहिलेसम्म चाहिँ तपाईँ फाइदामा हुनुहुन्छ कि घाटामा हुनुहुन्छ त? अहिलेसम्म चाहिँ कुनै बेलामा चाहिँ फाइदै छ है। हजुर। कुनै बेलामा घाटै छ है। अहिलेसम्म ठिकै भनौँ। घर धान रहेछ, घरमा ऊ भइरहेछ। जस घर परिवार धानलाई बाहिर विदेशतिर चाहिँ जानु परेको छैन। जस गाउँमै ठिक छ। पहिले विदेश गएर आएको 2-3 चोटि विदेश गएर आएको म। हजुर। विदेश गएर आएको 2-3 चोटि विदेश गएर पनि धेरै दुःख गर्नुपर्ने हो। त्यहाँ पनि अब तपाईँको हाम्रो भन्ने जस्तो कहाँ बिहान 4 बजी 5 बजीदेखि खटेर राति 10 बजीसम्म गर्नुपर्छ। हजुर। त्यहाँ पनि विदेशमा पनि त्यस्तो काम गरेर आएको। तपाईँको मैले 6-7 वर्ष जति गरेँ। 6-7 वर्ष विदेश बसेर आउनुभयो र त्यसपछि विदेशलाई त्यागेर अहिले नेपालमै तरकारी खेती गर्दै हुनुहुन्छ? तरकारी खेती गर्दैछु। आफ्नो चाहिँ घरमै राम्रो हुन्छ आफ्नै देशमा होइन। हजुर। राम्रो हुन्छ भनेर आफ्नै तरकारी खेती गर्दैछु म। ल ठिक छ। तपाईँको तरकारी खेती एकदमै राम्रो रहेछ। मैले हेरेँ, अनुगमन गरेँ होइन। अब तपाईँको अहिले टमाटर लाउनु भएको छ। टमाटरभित्र नै हेर्नुहोस् तपाईँको साग छ होइन। अनि त्यसपछि काउली छ, बन्दा छ, गाजर छ है। सबै थोकको तरकारी खेती गर्नु भएको रहेछ उहाँले। अब उहाँको मेहनत एकदमै राम्रो छ। समस्या के छ? तरकारी चाहिँ तपाईँले उत्पादन गर्नुभयो होइन। उत्पादन गरिसकेपछि बजारको केही समस्या छ कि छैन तपाईँलाई? बजारको समस्या छ नि तपाईँको। बजारको जस्तै हामीले किसानले लगेपछि तपाईँको अब साग जस्तै रायोको साग लग्यो भने किसानलाई धेरै पायो 20 रुपियाँ 25 रुपियाँ पाउँदैन। अब बजारमा उनीहरूले व्यापारीहरूले 50मा 60मा उनीहरूको मन पऱ्यो उनीहरूले बेचिहाल्छ होइन। किसानहरूले 20-25 भयो। आज पनि साग बेच्यो मैले। आज पनि तपाईँको 30-40 मिटर साग लगेर बेच्यो हो। रायोको साग पर त्यो टनेलभित्र पनि छ। रायोको सागहरू पनि छ, ऊहरू पनि छ होइन। बेच्यो। बेच्दाखेरि हामीलाई 20-25 भाइ दिँदैन। जस बिचौलिया
बिचौलियाको बिगबिगे बिग हजुर अब उत्पादन किसानले गर्ने किसानलाई थोरै भाउ पाउने हजुर र हामी उपभोक्ता किनेर खानुपर्ने उपभोक्तालाई चाहिँ मारमा पार्ने हजुर र बिचौलियाले चाहिँ बढी पैसा खाने भन्ने चाहिँ तपाईँको गुनासो छ। हजुर गुनासो त्यही हो। हामीले बिचौला त अब पैसै हुँदैन, बोकेर ल्यायो तपाईँको उसमा बजारले सब्जी कति भयो अहिले सागै बिग्दैन, टमाटर कति छ टमाटरै बिग्दैन, अब तपाईँको कति छ भाउ भन्यो भने त्यस्तै अहिले अब क्रेटको 400-500 छ भन्छ। अब क्रेटको 400-500 तपाईँको 20 रुपियाँ पर्छ, 20-22 रुपियाँ किलो पर्छ। अनि बजारमा हामीले टमाटर किन सब्जी टमाटर किलो केजी कति हो भने 50 भन्छ। अब उनीहरूको त 50 को हिसाबले 1200 क्रेट पर्छ। जस हामीले 20 रुपियाँमा यहाँ बेच्यो भने उनीहरूले 50मा बेच्ने। 50 मा बेच्ने। ल सम्बन्धित निकायले चाहिँ यो कुरालाई ध्यान दिनु पर्यो कि हजुर जस्तो किसानले उत्पादन गरेको तपाईँको तरकारी किसानलाई मारमा पारेर बिचौलियाले तपाईँको महँगोमा बेच्ने यो प्रविधिलाई चाहिँ हामीले अन्त्य गर्न सक्यो भने हाम्रो नेपालमा नहुने केही पनि होइन। हुन्छ नेपालमा जे कुरा पनि हुन्छ नेपालमा, तर बजार भाउलाई चाहिँ बजारलाई चाहिँ बिचौलियाबाट डाइरेक्ट बजारमा पुर्याउन सक्यो भने सरकारले चाहिँ अब त बजारमा चाहिँ सरकारले चाहिँ ल किसानले यतिमा बेच्ने तपाईँको अनि उसले व्यापारीले यतिमा बेच्ने नाफा गरेर यति बेच्ने भने मूल्य धारण सरकारले गर्यो भने किसान पनि फाइदा भयो अनि ऊ व्यापारी नै फाइदा। तपाईँले के गर्दै हुनुहुन्छ गोलभेडालाई? अहिले म चाहिँ यो गोलभेडाको तपाईँको यो डोरी हजुर तपाईँको यो डोरी हामीले चाहिँ यो गोलभेडा चाहिँ तपाईँको हामीले बिउ राखेर चाहिँ तपाईँ एक बिउ राखेर कम्तीमा तपाईँको 20 देखि 25 दिनभित्रमा सार्नुपर्छ। हजुर यो गोलभेडा सार्नुपर्छ। सार्दाखेरि तपाईँको यो गोलभेडा भयो अब कम्तीमा यो हामीले चाहिँ 10 देखि 12 दिन 2 हप्ता हुन लाग्यो भनौँ, 2 हप्ता हुन लाग्यो सारेर 2 हप्ता लाग्यो भाइ। यसलाई बाँध्ने कुरो यो ढल्नु भएर यो ढलिसक्यो कुनै ढलिसक्यो हो होइन, नढलोस् भनेर चाहिँ यसले यसरी बाँध्ने हो डोरीले। कसरी बाँध्नु देखाउनु? यसरी अब ट्याक्क गरेर यसो गरेर यहाँबाट यस्तो गरेर चट्ट गरेर अनि यसो गरेर तपाईँको यो डोरीले यसो गरेर अलिक कसेर धेरै कस्नु पनि हुने, फेरि धेरै कस्यो भने तपाईँको त यो तलको फेद आउनु सक्छ। यसरी कसेर यसरी बाँध्नुपर्छ, जम्मा दुई गरी बाँध्नुपर्छ। तपाईँको यो हाँगा बिएको हाँगा 2टा छ भने 2टा हाँगा गरेर यो हाँगा आउँछ होइन, 2टा हाँगा छ भने 2टा गरी बाँध्नु। अहिले चाहिँ एउटा हाँगा छ, कुनै ठाउँ 2टा हाँगा छ, यस्तो 2टा हाँगा हुने ठाउँमा चाहिँ होइन तपाईँको 2टा हाँगा हुने ठाउँमा चाहिँ यसरी एउटा यता गरी बाँध्नुपर्छ। यो अनि चक्क बाँधेपछि यसलाई अब मल दिने बेला भयो, अब मल पनि हाल्यो, युरिया डेबी यो पोटास मिसाएर 3 किसिमको मिसाएर हाल्नुपर्छ तपाईँको छर्नुपर्छ। यो छर्दाखेरि रायोको सागलाई पनि हुन्छ, सबैले हुन्छ। यो कति दिनमा तयार हुन्छ यो? अब गोलभेडा अब कम्ती पनि एक हुन्छ, अब 2 हप्ता 3 हप्ता 4 हप्तादेखि हुन्छ। फुल्न थाल्छ है, फुल्न थाल्यो अब 4 हप्तादेखि पाक्छ। अब 4 हप्तादेखि अब उहाँले व्यापार चाहिँ अब सुरु हुन्छ उहाँको। 4 हप्तादेखि पाल्छ। एउटा चाहिँ यो छोडेर राख्ने यसरी होइन, पछिलाई छोडेर राख्नुहुन्छ। यो त पनि 2टा बाँधेको छ होइन, यो त पनि 2टा बाँधेको यसरी बाँध्दै गरेर डोरी यसरी बाँध्दै गरेर 2टा गरेर यसरी बाँध्दै अनि पछि अलिक बढ्दै गएपछि यसलाई बाँध्दै गरेर माथिसम्म यहाँसम्म लाने हो बाँधेर? यो यहाँसम्म जान्छ, यो यहाँसम्म जान्छ, माथिसम्म जान्छ। ल हुन्छ, तपाईँलाई धेरै धेरै धन्यवाद समयको लागि, समय दिनुभयो होइन। तपाईँको यो तरकारी खेती अझ बढी फस्टाओस्, तपाईँले सोचे जस्तो भने जस्तो आम्दानी चाहिँ मजाले लिन पाओस्। अहिलेलाई यति नै है त। धन्यवाद, हस्त नमस्कार।